जेनजीहरू फेरि सडकमा उत्रने, झोले एक्सपोज अभियान सुरु। जेनजीको माग रविले पूरा गर्न सक्ने भन्दै रविलाई जेलबाट छुटाउन जेनजीहरूको माग। मुलुकभरि फेरि एकपटक जेनजी आन्दोलनले सडक तताउन थालेको छ। झोले एक्सपोज नामक नयाँ अभियान सहित युवाहरूले असमानता, भ्रष्टाचार र दलाल प्रविधिका विरुद्ध उग्र आवाज उठाएका छन्। सडकमा उत्रेका युवाहरूको मुख्य नारा छ, दलाल नेताहरूको नाङ्गो नाच अब बन्द गर। उनीहरूले सामाजिक सञ्जालदेखि चोक चौताराका अभियानलाई व्यापक बनाएका छन्। राजनीतिक दलका कार्यकर्ता झोले परिचालन र नेताका व्यक्तिगत स्वार्थका कारण देश धराशायी भएको भन्दै उनीहरू आक्रोशित बनेका छन्। यही बीच जेलमा रहेका रवि लामिछानेले पनि आफ्ना माग सार्वजनिक गर्दै भनेका छन्, जेनजीको सङ्घर्ष वैध, दलाल नेताहरूको ढाल बनेका झोलेहरूलाई जनताले चिनिसकेका छन्। हाम्रो माग छ भ्रष्टाचार अनुसन्धान निष्पक्ष होस्, अपराधीलाई राजनैतिक हैसियत नभए चाहिँ कारबाही होस्। जेनजीले प्रमुख 3 माग अघि सारेका छन्। 1. झोलेहरूको नाम सार्वजनिक गरी कारबाही गर्नुपर्छ। 2. राजनीतिक अपराधमा संलग्न नेताहरूलाई तुरन्त पक्राउ गर्नुपर्छ। 3. नयाँ पुस्तालाई निर्णय प्रक्रियामा सहभागिता दिलाउनुपर्छ। विशेषज्ञहरू भन्छन् यो आन्दोलनमा अब साधारण प्रदर्शन होइन, नयाँ पुस्ताको क्रान्तिकारी चेतना हो।